खालीखुट्टा आउनु कारण के छ भने चाहिँ हामी दैलेख र कालीकोटको बीच सिमानामा रहेको त्यो माहु लेकमा हामी पशुको उपचारको लागि र एउटा सुस्वास्थ्यको लागि कामना गर्न जहिले पनि हामी खालीखुट्टा पूजा गर्न जान्थ्यौँ। म ठ्याक्कै त्यही कन्सेप्टमा यो यसमा कसैको विरोध होइन, हामी पशुको लागि र कसैको जीवनको लागि हामी त्यो गर्नुको लागि र प्रकृतिको लागि र पर्यावरणको लागि हामी जहिले पनि खालीखुट्टा हिँड्थ्यौँ। त्यहाँ जानु आस्था र मान्यता यहाँ पनि यस्तै हो भनेर मान्छेले यसमा गलत नसुन्नुलाई भनेको छु मैले। भेरी बबई डाइभर्सनमा जस्तै जलविद्युतका उत्पादनका आयोजकहरू भनिरहेछन् ती तुरुन्त बन्यो भने कर्णाली साइड चाहिँ यी सबै समस्या हट्नेछन्। कर्णालीबाट अब जस्तै हाम्रो खानी देखेर जस्तै अब ग्यास भेटेर होइन हल्दीहरू भएको छ होइन, यसले जस्तै यसरी बत्तीबाट बत्ती आइदियो भने अझै हामी धेरै अगाडि बढ्नेछौँ भन्ने छ। तपाईँको विकासका साथसाथै पर्यावरण पनि सँगै लैजानु पऱ्यो। अनि राराको वरिपरि पैदल मार्ग बनाउने बेलामा सकेसम्म त्यहीँका ढुङ्गाहरू लाउने गरियोस्। तपाईँको कुरा एकदम राम्रो छ। के भने विकास गर्दाखेरि वातावरण इकोसिस्टम सब चाहिँ नि मेन्टेन गरेर चल्नु पर्यो। विकासले वातावरण बिगार्नु भएन, वातावरण र विकास सँगसँगै जानु पर्यो। वातावरण नबिगारिकन त्यसलाई सिँगार्नुपर्छ, चित्तिका पार्नुपर्छ। वातावरण इकोसिस्टम त्यसलाई ध्यानमा राख्नुपर्छ। त्यस कारण तपाईँको कुरा ठिक छ, राम्रो छ, तपाईँले गरेको अभियान ठिक छ। त्यस अभियानलाई तपाईँले एकदम ठिक ढङ्गले लानुहोस् भन्ने मेरो शुभकामना। सुशासन भनेपछि भ्रष्टाचार नियन्त्रण होस्, कमिसन तन्त्र नियन्त्रण होस्, घुसखोरी नियन्त्रण होस्, जनतालाई सेवा नदिएर दुःख दिने घुस खाने कुराहरू बन्द होस्। यी सबै कुरा तपाईँका राम्रा छन्। एकदमै खुसीको र म चाहिँ यो पहिलो चलन चाहिँ सफल भएको मान्छे म। जसरी मैले भएको कुराहरू जसरी देखेँ त्यो कुरा चाहिँ मैले गुनासो सुनाउन यहाँ आइपाएँ म। अनि अब यहाँबाट गएपछि मेरो क्षेत्रमा गएर अझै पनि यो बारेमा मेरो जारी नै छ र त्यहाँ भएको अनियमितता र अनि भ्रष्टाचार विरुद्ध चाहिँ अनि कहीँ बोल्नुपर्ने मेरो छँदैछ। अनि मेरो ठुलो यस्तो विकास निर्माण भन्दा पनि प्रकृति अनि पशुपन्छी र प्लस अनि हाम्रा संस्कृति मान्यताहरू कर्णालीको जुन अर्थ छ नि र परिचय जुन छ कर्णालीको तीलाई बचाइराख्नको लागि भनेर मात्रै मेरो अनियमितता र भ्रष्टाचारको विरुद्ध हो मेरो। अनि मान्छेले जसरी ठुलो सोचे पनि जे भयो भने सामान्य छन् मेरा कुराहरू। हामीले भएका देखेका कुराहरूको लागि माथि चाहिँ केही आवाज उठाउँ भनेको थियो मलाई।